हेलो एभ्रिवान अनि आज पनि तपाईलाई मेरो सर्ट बिहानको मर्निङ रुटिन भ्लगमा स्वागत गर्छु। अनि आफ्टर लङ टाइम बादमा चाहिँ सिलगढीमा पानी पर्दा चाहिँ एकदम धेरै खुसी लाग्यो। वेदर पनि चिसो भयो नि त है। सो आज पनि मेरो भिडियो चाहिँ कसरी स्टार्ट भयो विथ प्लान्ट्स। सो तपाईलाई थाहा भएको कुरा हो कि म चाहिँ प्लान्ट्स लभर हो भनेर। सो मेरो जस्तो बानी चाहिँ तपाईहरु कतिजनाको छ प्लिज कमेन्ट गर्नुस् होला। म चाहिँ मेरो विन्डो जहिले ओपन गर्छु बट मेरो विन्डोबाट चाहिँ त्यस्तो राम्रो भ्यू देख्दैन, तपाईकोबाट देख्छ होला है। सो कसको विन्डोबाट दामी दामी भ्यू देख्छ प्लिज कमेन्ट गर्नुस् होला। अनि प्लिज तपाईले कमेन्टै गर्नु हुँदैन हेरेर है। प्लिज म रिक्वेस्ट गर्छु तपाईहरु कहाँबाट हेर्नुहुँदैछ मेरो भिडियो कमेन्ट गर्नुस् होला। सो तपाईलाई स्वागत छ है मेरो यो मिनी भ्लगमा। अनि आजको भ्लग पनि यस्तै हुँदैछ है। बिहानको मर्निङ रुटिन भ्लग यस्तै हो। बिहान फेस वास गर्यो, ब्रश गर्यो, ब्रेकफास्ट लियो, यस्तै नै हुन्छ है। सो म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ तपाईहरु जतिजना रेन्टमा बस्नुहुन्छ नि प्लान्ट्सहरु रोप्नुस् होला। किनभने प्लान्ट्सहरु रोप्दाखेरि चाहिँ एकदम फ्रेश भाइब दिन्छ क्या रुमको चाहिँ, बेसिकली यो समरको सिजनमा चाहिँ। अनि मेरो चाहिँ ड्युटीले गर्दाखेरि चाहिँ लङ भ्लगहरु चाहिँ ल्याउनै पाउँदिन है। किन भन्दाखेरि चाहिँ अब बिहान मेरो 10 बजे गएर बेलुका 9 बजे मात्रै छुट्टी हुन्छ। तर भए पनि म चाहिँ म्यानेज गरेर टाइमहरु म्यानेज गरेर चाहिँ तपाईको अगाडि चाहिँ राम्रो भिडियोहरु चाहिँ अपलोड्सहरु गर्न खोज्छु है। सो प्लिज तपाईहरुले चाहिँ कमेन्ट गर्नुस् होला तपाईलाई मन पर्छ मन पर्दैन मेरो भिडियो है। म जानी नजानी भए पनि तपाईको अगाडि चाहिँ राम्रो भिडियोहरु ल्याउन खोजेको छु। सो आज